डब्लुपिआर अथवा वर्क पर्मिट रिसिभर भनेको को हो र यसका जिम्मेवारीहरू के हुन् भन्ने विषयमा चर्चा गर्नेछौँ। साथीहरू नमस्ते, म नन्दराज जोशी साउदी अरबदेखि आरामको सर्टिफाइड स्काफोल्डिङ सुपरभाइजर, आफूले जानेको र सिकेको कुराहरू अरूलाई सिकाउने मान्छे। साथीहरू, यदि तपाईहरू नेपालमा हुनुहुन्छ र अब विदेश आएर अथवा साउदी अरबमा आएर एज अ डब्लुपिआर काम गर्छु भन्ने प्लानिङ गर्दै हुनुहुन्छ भने पक्कै पनि यो भिडियो तपाईँको लागि हुन सक्छ। अलराइट गाइज, लेट्स बिगिन द भिडियो। मुख्यतया डब्लुपिआर अथवा वर्क पर्मिट रिसिभरका धेरैवटा जिम्मेवारीहरू हुने गर्छन्। ती मध्ये हामी केहीको बारेमा यहाँ चर्चा गर्नेछौँ। साथीहरू, डब्लुपिआर अथवा वर्क पर्मिट रिसिभरले कुनै पनि ठाउँमा काम गर्नुभन्दा पहिले त्यो ठाउँको बारेमा बुझ्छ, त्यो स्कोप अफ जबको बारेमा बुझ्छ र त्यहाँ हुने खतराहरूको बारेमा बुझ्छ र त्यहाँ काम गर्ने मान्छेहरूलाई चाहिँ कसरी सेफ्टीसँग काम गराएर सुरक्षितसँग त्यो कामलाई ह्यान्डओभर गर्ने भन्ने विषयमा डिक्लियर गर्छ। सुरुमा डब्लुपिआरले हामी कुन ठाउँमा काम गर्ने भन्ने विषयमा एरिया भेरिफाई अथवा एरिया इन्स्पेक्सन गर्छ। एरिया इन्स्पेक्सन गरिसके पश्चात त्यो एरियामा हुने सम्भावित हाजार्ड्सहरू के हुन् र तिनीहरूलाई कसरी एलिमिनेट गर्न सकिन्छ र सेफली हाम्रो कामलाई कसरी प्रोसिड गर्न सकिन्छ भन्ने विषयमा एउटा रिटर्न फर्मालिटिज बनाएर इस्युइङ अथोरिटी अथवा डब्लुपिआई वर्क पर्मिट इस्युअर थ्रु दुईजना मिलेर त्यो कामको लागि पर्मिट इस्यु गर्ने गरिन्छ। त्यसै गरी त्यो एरियाको एउटा जब सेफ्टी एनालाइसिस चेकलिस्टहरू बनाइन्छ र त्यसै गरी त्यो साइटमा हुने इमर्जेन्सी प्रिकसनहरूलाई कसरी हामीले इम्प्लिमेन्टेसन गर्न सकिन्छ त्यो विषयमा डिस्कसन हुन्छ। भर्बली डिस्कसन मात्रै हुँदैन, रिटर्न फर्मालिटिजमा डिस्कसन हुन्छ र त्यहाँ इमर्जेन्सी भयो भने ड्युरिङ द एक्टिभिटिज ड्युरिङ द जब यदि इमर्जेन्सी भयो भने हाम्रो मान्छेलाई हामीले कसरी रेस्क्यु गर्न सकिन्छ र रेस्क्यु गर्नको लागि हामीसँग रेस्क्यु इक्विपमेन्टहरू के छ, रेस्क्यु प्लानहरू के छ भन्ने यी सबै कुराहरूको निचोड गर्ने व्यक्ति नै डब्लुपिआर हो र डब्लुपिआरका जिम्मेवारीहरू हुन्। साथीहरू, आज हामीले डब्लुपिआर भनेको को हो र त्यसका जिम्मेवारीहरूको बारेमा केही चर्चा गरेका छौँ। मलाई विश्वास छ तपाईहरूले यो भिडियोबाट धेरै कुराहरू सिक्न सक्नुहुनेछ र आगामी दिनमा पनि हामी यस्तै भिडियोहरू लिएर तपाईँ माझ उपस्थित हुने नै छौँ। तबसम्मको लागि बाई बाई।